हरि बाबु के गएर बिहान आउनु भएको हजुर हो त त्यही त नि म त्यहाँ गएको थिएँ नि हजुर हो त अब उहाँ पनि हजुर कति जानेको थियो हो नि चाके लाएर गएको अहिले चिन्स्यो नि अहिले त चिने बोल्न सबै कुरो अब अब हजुर बोलाउनु भयो 100 वर्षको मान्छे यतिको हुनु भनेको चाहिँ ठुलो कुरा हो होइन हजुर भनेको हाम्रो जिउँदो पितृ हो कुरा बुझ्नु न हजुर हजुर जान्नेले त बुझ्नेले त्यसो हजुरले भन्छ क्या कता कता होइन यो रहरले गर्नु छुट्टै कुरा हो करले गर्नु हुँदैन अब बुढेसको ज्यान रहरले बसिरहनु गरेको राम्रो हो होइन रहरले गरेको अब के अरे हजुरलाई चाहिँ गर्न त सक्दैन रहरले गरेको सकेर गरेको होइन रहरले गरेको मसँग धेरै त छैन होइन हजुर म धेरै चाहिँ धनी पनि होइन ल हजुरलाई मेरो तर्फबाट यो चाहिँ हजुरलाई चाहिँ पुरस्कार बिन्ती क्या बिन्ती ल यो समस्या त यो समस्या त ल यो चाहिँ मेरो तर्फबाट हजुरलाई ठुलो 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 यो कति एकदम कति पैसा चिन्नुभयो यो 500 कि 1000 हो 500 यो चिने ल यो चाहिँ हजुरले चाहिँ हुन त यसले केही कुरा हुने कुरा होइन राजु मेरो तर्फबाट हजुरलाई सम्मान होइन हजुरहरू जिउँदो पितृ ल दर्शन राजु है ठुलो 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 भारी बानी नाचे बरातीले एकदम अमेरिकालाई हटाउने लन्डनलाई हटाउने दुबईलाई हटाउने हजुरको छोरा नातिले बोलेपछि पुग्ने सिट खाना गर्ने हजुरको छोरा नाति भाषा अझै पनि आशिक अझै पनि सबैले मान्ने गुन्ने हो अब हजुर त अरूभन्दा चाहिँ पहिलेदेखि हजुर त के अरे नपढेको इन्जिनियर होइन हजुर हजुरको नपढेको हजुरले पुरै त्यो के अरे घरको चाहिँ चौकुनो नाप्ने क्यार्ने सुर मिलाउने कुरामा हजुर नपढेको इन्जिनियर होइन म हजुर इन्जिनियरलाई फेल खुवाउने मान्छे कोही कुरा फेल गर्छु होइन धेरै कुरामा हजुरलाई चाहिँ आफ्नै आत्मको अनुभव छ अरूले पढेर हजुरले पढेर उसले पढेर जानेछ इन्जिनियर भनेको ठुलो हो ल तर इन्जिनियरलाई मैले फेल खुवाउनु छ तेस्रोमा राख्छु हो म तेस्रोमा हुन्छु ल किन पुल हाल्न पनि त्यही इन्जिनियरले सिकाउँछु हो भनेपछि म चौथा त्यसै घुम कति सिकाउँछु इन्जिनियरलाई कति वर्ष पुगिसकेर हजुर म 94 हो अब 100 पुग्नु त म 6 छ 100 पुग्दाखेरि 100 वर्ष पुग्दाखेरि अब हजुर 100 वर्ष पुग्दाखेरि चाहिँ रनिङ गरेर हजुर ऊ बाँडा भन्जिङबाट रनिङ गरेर गोयल भन्जिङ रनिङ गरेर ढाक्क चाहिँ किटम्यान अहिले जति हजुर जतिको उमेरको मान्छे कोही पनि बाँच्दैन आजभोलि हजुर होइन हजुर अब यो काम गर्ने चाहिँ रहरले गर्ने रहरले सकेको होइन करले चाहिँ नगर्सेला यो 2-4 वर्ष अगाडिदेखि हो नसकेको छोरा बुहारीको यति राम्रो अवस्था रहेछ मलाई खुसी लाग्यो तपाईँले त त्यो खुसी गर्नु भएको रहेछ अहिले अब यस्तो निरन्तर दिसेला दाजु है हजुर ल हस् ल दर्शन अस्ति हाम्रो भाइ आएको थियो मधेसबाट हजुर हजुरको छोरा हजुर बिमार परेछ भन्थ्यो कि हाम्रो शेरबहादुरले उहाँ लालघाट पनि देख्नु होला नि मधेस गएर भाग परेर रहेछ हजुरले त्यति भ्याटे छ भन्नुभएको थियो पराले हाम्रो बाबुलाई त चिन्नुहुन्छ नि चिन्छु इन्जिनियर चिन्छु ऊ चाहिँ हजुर नपढेको इन्जिनियर ऊ पढेको इन्जिनियर कति मैले उ गरेँ सुलुट गरेँ नाप्न आँट्यो त्यो भित्तालाई यसलाई सिडी के हाल्ने भन्नुभएको थियो त्यहाँ हेरेर भनिदिनु त्यो इन्जिनियर ल बाबु राम्रो गर्नु पर्यो भनेर हजुरले भन्दैछ त त्यहाँ हजुर ल भन्दैछ के भने यहाँ को हुनुहुन्छ यहाँ होइन हजुरलाई भिडियो खिच्दैछ हजुर ऊ राम्रोसँग गर्नु होइन हजुर मभन्दा कम होइन हजुर ल धन्यवाद भेनाजु है हजुर ल ल दर्शन ल स्वास्थ्यलाई ख्याल गरिबक्छ ल दर्शन सबभन्दा सुख शान्ति हो हजुर छोरा बुहारीले राम्रो गरेको रहेछ हजुर यही नै राम्रो कुरा हो हस् हस् कस्तो त नि ल मेरो तर्फबाट हजुरलाई यो चाहिँ एउटा सम्झना जस्तो धेरै होइन यसलाई चाहिँ हजुरले चाहिँ आफ्नो तरिकाले सालाले मलाई पुरस्कार दिएको भनेर सोचिबक्छ ल अरू ठुलो कुरा होइन ल हस् केही गर्ने हजुर मेरो प्यारो सूर्य भाइ यसले आज मलाई चाहिँ गाउँ घुमाउने गाउँको चाहिँ वातावरण देखाउने यसको घरमा बसेर लोकल कुखुराको मासु र भात खाइयो अब यहाँ हाम्रो 100 वर्षको चाहिँ मनबहादुर भिनाजुले
यो भैडाँडा भन्ने ठाउँमा आफ्नो चाहिँ पुरा यस्तो विकास गर्नुभएको छ। ल हेर्नुहोस्, हामी अन्त स्वर्ग जान्छौँ, अन्त चाहिँ सुख खोज्न जान्छौँ। ल हेर्नुहोस्, उहाँले यस ठाउँलाई नै बाँदर कुर्नेदेखि यस्तो चाहिँ ठाउँ बनाएर आधुनिकता घाँसहरू राखेर जोस जाँगरलाई मान्नुपर्छ 100 वर्षको मान्छेले। ल हेर्नुहोस्, ल यो आधुनिक बाख्रा पालन। ल यहाँ हाम्रो मनोहर नाति जसले आधुनिक जोताई। ल ल ठिक छ ल। हाम्रो मनबहादुर चाहिँ खानको चाहिँ छोरा, हाम्रो भानिज राजा चाहिँ नयाँ दबाई हिँड्छ। ल ल ल ए यहाँ किचन यहाँ चाहिँ ल ल ल लोकल काँक्राहरू। ल हेर्नुहोस्, ल यस्तो भैडाँडामा यस्तो चाहिँ जङ्गललाई मङ्गल गराएर बस्नु भएको छ। सय वर्षको मान्छेले खन्नु भएको छ। 4 जना चाहिँ रोपारीलाई चाहिँ पुर्याउनु भएको छ। यो दुर्लभ तस्बिर। ओ भेनाजु, कान सुन्नुहुन्न? चौरानब्बे वर्षको मान्छे मनबहादुर खान। सुन्छु सुस्तो गरेको कति बुझ्दैन, साह्रै गर्नुपर्छ। पछाडि केही भर्न ल ए अझ सिमटो काम अझ नभए हाम्रो गणेशपुरको विकास। यो हाम्रो भीमनाथ नगरपालिका वडा नम्बर 8 साबिक भानुमती 9 तनु गणेशपुर गाउँ एउटा प्राकृतिक छटाले भरिएको आज चाहिँ असार 29 गते 2083 साल मौसम यस्तो छ, तैपनि छुट्टै किसिमको आनन्द। ल हेर्नुहोस्, हाम्रो यहाँ गाउँघरको जीवन, हाम्रो यहाँ यस गणेशपुर गाउँका सक्रिय आमा समूहका हाम्रो, हामी त पम्फाजी भन्छौँ तर उहाँको नाम चाहिँ विष्णुमय हमाल हो। ल उहाँसँग म चाहिँ उहाँसँग। ल दिजु, हजुर। अनि हजुर चाहिँ सन्चै होइसिन्छ? म सन्चै छु सर। सर होइन, भाइ भन्नु न। अनि कति वर्ष पुग्नु हजुर? म 63 वर्ष। 63? ओहो, यो उमेरमा पनि कुनै पनि रोग छैन हजुरको अहिलेसम्म? आसन छैन। छैन? कुनै पनि दीर्घ रोगहरू औषधि खानु भएको छैन? ए ल, हजुर चाहिँ एकदम निरोगी। यो प्राकृतिकलाई हजुरले एकदम धेरै चाहिँ राम्रो प्रयोग गरेको छ। ल ठिकै छ। अनि ल उहाँ होइसिन्छ हाम्रो चाहिँ जेठानजी। हामी राजु जेठान भने तर उहाँ चाहिँ दुर्गाबहादुर सेन होइसिन्छ। ल हजुर कति वर्ष पुगिसक्यो जेठानजी? म 65। ल 65 वर्षको मान्छे। ल हेर्छु, 65 वर्षको मान्छे भने कसले भन्यो? कुन एङ्गलबाट देखिन्छ 65? उहाँलाई चाहिँ सुतेको उमेर घटाइदिनुपर्छ। सुतेको उमेर घटाइदिएपछि उहाँको चाहिँ उमेर भनेको के अरे 65 मा चाहिँ घटाएको चाहिँ 32.5 वर्षको युवा जोस अझै पनि। ल यो चाहिँ भनेको हाम्रो जो प्राकृतिकको चाहिँ लाई उहाँहरूले एकदम नजिकबाट निहाल्नु छ। घाँस काट्ने, दौडधुप गर्ने, के गर्ने। छोराहरू चाहिँ 2 जना विदेशमा, छोराहरूको लागि भनेर उहाँहरूले चाहिँ आफ्नै उमा चाहिँ यत्रो घर बनाइदिइसकेको छ। यो यति रमाइलो ठाउँ। ल हजुरहरूलाई चाहिँ कुनै पनि मनमा तनाव भए अनि के अरे सबै ह्याङ भएदेखि यहाँ आएर चाहिँ यो प्राकृतिक देखेर चाहिँ रमाउन सकिन्छ सबै। ल छोराको बिहामा
छोराको बिहामा